मर्छ कि भन्ने ठुलो डर थियो। अझ बालक जन्मदा आमा हंसमतीको दूध भरि घाउ खटिरा भएका थिए। हंसमतीले त्यही घाउ खटिरा भएको दूध बालकलाई खुवाउन खोजिन्, तर केही गरे पनि बच्चोले दूध नखाएपछि हंसमतीले खुइया सास फेर्दै भनिन्, ल अब यो बच्चो पनि भोकै मर्ने भयो। दूध त मरिगए खाँदैन, अनि कसरी बाँच्ला त? बच्चाका बाबु जगनबासले भने, नडरा बुढी नडरा, यो पटक स्वस्ति शान्ति पनि गरेका छौं, अनि यो अरू बच्चा जस्तो सानो मरण च्यासी पनि छैन। मजाले ठुलो छ, हेर्दै जब्बर देखिन्छ। 3-4 घण्टा यसले केही नखाए पनि यो मर्दैन। आमा हंसमतीलाई सान्त्वना दिन यस्तो भन्दै गर्दा जगनबाजको मनमा भने डर पसिसकेको थियो। त्यसैले उनी आत्तिदै बाख्राको खोरतिर गए। खोरमा 4 दिन अघि ब्याएको कालो बाख्रा थियो। उनले त्यही बाख्राको दूध दुहेर ल्याए अनि बच्चालाई त्यही दूध खुवाए। त्यो दूध भने बालकले खाइदियो। यसरी बाख्राकै दूध खाएर बालक न्वारानको दिनसम्म जीवित नै रह्यो। बालक हृष्टपुष्ट हुँदै गइरहेको थियो भने आमा हंसमती भने झन्झन खिँदै गइरहेकी थिइन्। जगनबाजले हौसिँदै भने, ल हेर बुढी, मैले भनेको होइन यो बच्चो जब्बर छ भनेर? अहिलेसम्म बाँचेको मात्रै हो र मजाले फैलाउन पनि थालेको छ। तेरो दूधको घाउ ठिक मात्रै होस् न, अनि यो अझ हृष्टपुष्ट हुन्छ। न्वारन गरेर त्यस बालकको नाम राखियो नरध्वज। धेरै बच्चाको मृत्युपछि जन्मेर बाँचेको हुनाले त्यस गाउँको प्रचलन अनुसार बालकलाई फलामे साधन लगाइदिनुपर्छ भनेर बाबु जगनबाजले कामी बोलाएर फलामको चुरा र कल्ली बनाउन लगाए। उनले भने, ल यो कल्ली र चुरा लगाएपछि यो बच्चो स्वस्थ हुन्छ र दीर्घायु पनि हुन्छ। यसरी बालक बढ्दै गयो, हृष्टपुष्ट पनि हुन थाल्यो। तर दुःखको कुरा अर्कोतिर नरध्वजकी आमा भने झन्झन खिँदै गइन् र एक दिन उनी बितिन्। बालक नरध्वजले आफ्नी आमालाई राम्रोसँग हेर्न पनि पाएनन्। बालकको नाम नरध्वज भएको भए पनि बालकले लगाएको फलामको चुरा र कल्लीलाई देखेर नै बालकलाई देख्ने बित्तिकै मानिसहरूले उनलाई फलाम सिंह भनेर बोलाउन थाले। बालककालमा नै टुहुरो भएको फलाम सिंहको घरमा आमा नहुँदा जगनबाजलाई घर चलाउन पनि समस्या हुन थाल्यो। घरको दैनिकी चलाउन मुस्किल भइरहेको बेला जगनबाजलाई छरछिमेक र इष्टमित्रले दोस्रो विवाह गर्न सल्लाह दिए। केही समयको पत्नी वियोगपछि घर व्यवहार चलाउन सजिलो होस् भनेर जगनबाजले अर्को विवाह गरे। यसरी फलाम सिंहलाई उनकी सौतेनी आमाले हुर्काउन थालिन्। शान्त र कम बोल्ने अनि एकान्त प्रेमी, हँसिलो, गम्भीर चालचलन भएको बालक फलाम सिंहलाई सानी आमाले राम्रैसँग रेखदेख गरेर हुर्काइन्। परिवार गरिब थियो, खाना लाउन बस्नको दुःख भएको भए पनि किसान परिवारमा जन्मिएका ती बालक गाई बाख्रा गोठाला गर्दै वन जङ्गल, खोला नाला, डाँडा काँडा गर्दै हुर्किन थाले। फलाम सिंह 8 वर्षको भएपछि घटेको एउटा घटनाले उनको जीवनको लय नै परिवर्तन गरिदियो। भएको के थियो भने हिउँदको समयमा फलाम सिंहका पिता जगनबाजले माइखोला पारी गोठ राखेर बसेका थिए। एक दिन फलाम सिंहलाई सानी आमाले भनिन्, ए फलाम, यो सामल तुमल बालाई गोठमा पुर्याउनु पर्ने थियो, तर मैले त भ्याउँदै भ्याइन। तैँले पुर्याउन सक्छस्? हुन त तैँले एक्लै खोलो पनि तर्न सक्दैनस् होला नि, होइन? 8 वर्षे फलाम सिंहले फुर्ती गर्यो, किन नसक्नु, मजाले सक्छु, भारी गरुङ्गो त छैन नि, होइन? सानी आमाले भनिन्, छैन, अलिकति चामल र मासु मात्रै त हो नि। यसरी फलाम सिंहले खुसी साथ डोको बोकेर हिँड्यो। खोला तर्न पनि उसलाई कुनै मुस्किल भएन। तर खोला तरिसकेपछि भने उसलाई जाडो हुन थाल्यो। अचानक गाह्रो पो हुन थाल्यो। एकैछिनमा शरीरभरि फोकै फोका उठ्न थाल्यो। आफ्नो निधारमा हात पुर्याउँदा त हनहनी ज्वरो पो आएको रहेछ। हिँड्नै नसक्ने गरी फलाम सिंह लखतरान पर्यो। तैपनि सकी नसकी ऊ गोठसम्म त पुग्यो, तर त्यहाँ पुग्ने बित्तिकै डोको पनि बिसाउन नपाउँदै ऊ आँगनमा नै ढल्यो। गोठमा पुग्दा छोरोको यस्तो अवस्था देखेर जगनबाज आत्तिए। सामल तमल त्यो टुहुरो छोरासँग किन पठाएको होला भन्दै उनी नराम्रोसँग जन्किए। त्यसमाथि बिरामी छोरालाई त्यस्तो भारी बोकाएर पठाएकी भन्दै उनी रिसले मुरमुरिए। फलाम सिंह बोल्न खोज्दा पनि उनको बोली निस्केन। उसले आँखाबाट बलिन्द्र धारा आँसु झार्दै टुलु टुलु हेरिरहेको थियो।
8 वर्षको बालक बिरामी छोरालाई उसकी सौतेनी आमाले दुःख दिन भनेर भारी बोकेर पठाएकी भन्ने ठानेर जगुन बाजले गोठको काम सबै छिमेकीलाई जिम्मा लगाएर छोरालाई बोकेर तुरुन्तै घर पुगे। घरमा पुगेर उनले स्वास्नीलाई गाली गर्ने विचार गरेका थिए। तर फलाम सिंहलाई त्यसरी बोकेर ल्याएको देख्ने बित्तिकै सानी आमा अत्यन्त चिन्तित भएर दकुर्दै आइन्। लो, के भयो फलामलाई? यो के भयो? हे दैव, मैले आफै सामल तामल पुर्याइदिनु पर्ने? उसले खुसी भएर म जान्छु भनेर भनेको भएर पो त। घरबाट हिँड्दा सकुशल रहेको फलाम सिंह बाटोमा एक्कासी बिरामी परेको यो अनौठो घटना भएको थियो। त्यसैले गाउँलेहरूले धामी झाँक्री बोलाएर उपचार गर्न लगाए। तर फलाम सिंह 4 दिनसम्म इन्तु न चिन्तु भएर लडिने रह्यो। अनि 4औं दिन बेलुका ऊ जुरुक्क उठेर हिँड्यो। You are using apple cider vinegar the wrong way. If your goal is to lose belly fat, you need to use it the right way. Guys. उसलाई कुरेर बसेका गाउँलेहरू फलाम सिंहको पछि लागे। तर एकैछिनमा फलाम सिंह जंगलभित्र छिरेर कता हरायो कता कसैले भेट्टाउनै सकेनन्। सबै गाउँलेहरू जम्मा भएर रातभर जंगलको कुना काप्चा खोजे। तर फलाम सिंह भने स्यालको टाउकोबाट सिंह हराए जस्तै गरेर गायब भयो। कतै पनि फेला परेन। सबै गाउँलेहरू जम्मा भएर रातभर जंगलको कुना काप्चा सबै खोजे। तर फलाम सिंह कतै पनि भेटिएन। खासमा बिरामी भएर सुतेको फलाम सिंहले 4औं दिन साँझमा एउटा दिव्य पुरुषलाई जंगलतिरबाट आफूतिर आइरहेको देखेका रहेछन्। तिनी दिव्य पुरुषले फलाम सिंहलाई अत्यन्तै आकर्षक ढंगले यताउ भनेर बोलाएका रहेछन्। तिनै आकर्षक दिव्य पुरुषले बोलाएको देखेर बेहोस भएर ढलिरहेका फलाम सिंह एक्कासी जुरुक्क उठेर उनीतिर दौडेर गएका रहेछन्। दिव्य पुरुषको पछि जाँदै गर्दा त्यो जंगल पार गरेर बिरामी भएको खोलाकै किनारमा पुगेछन्। त्यसपछि ती दिव्य पुरुषले फलाम सिंहलाई माइखोलामा नुहाउन लगाएछन्। त्यसपछि केही माथि एक कोल्सीमा लगेर लामपाते रुखको फेदमा उनलाई उभ्याएर खुट्टा भुइँमा खोसेर सिमीको दाना जस्तो रोपेका रहेछन्। त्यो बिउ तत्काल उम्रेर एउटा लहरा भई त्यस बालकलाई रुखसँग चर्मलाउन नै नसक्ने गरेर बाँधेपछि त्यस दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थालेछन्। मलाई चिनिस् कि चिनिनस्? फलाम सिंहले भने चिनिन। दिव्य पुरुषले फेरि भने अघिल्लो जन्मको कुरा सबै बिर्सिस्? फलाम सिंहले थाहा छैन भने। त्यसपछि फेरि अघिल्लो जन्मका धर्म कर्महरू सबै बिर्सिस्? फलाम सिंहले थाहा छैन मात्र भने। अघिल्लो जन्ममा लिएको भाषा, शिक्षा, लिपि, धर्म, संस्कार, संस्कृतिहरू सबै बिर्सिस्? फलाम सिंहले थाहा छैन मात्र भने। त्यसपछि ती दिव्य पुरुषले राम्रोसँग सम्झी सबै कुरा थाहा पाउनेछस्? बालकले थाहा पाइन भनेर भनेछन्। त्यसपछि ती दिव्य पुरुषले भनेछन्, मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सेको? अनि माइखोलातिर देखाएर उनले भने, युवा मागसँग माफी माग। त्यसपछि ती दिव्य पुरुष त्यहाँबाट अलग भएछन्। फलाम सिंहले खोलातिर फर्केर माफी मागेपछि उनको शरीर हल्का हुन थाल्यो। रुखसँग बेरिएको लहरो पनि आफै हराएर गयो। शरीरमा भएको पीडा र दुःख, ज्वरो सबै हराएर गयो। उनको मन अत्यन्तै हलुको र शान्ति भयो र फुर्ती बढेर आयो। त्यसपछि उनी रुखसँग छुट्टिएर खोलातिर फर्कँदा उनको कानमा दिव्य बाजा गजाहरू बजेको आवाज गुन्जिएको थियो भन्ने किंवदन्ती रहेको छ। अब फाल्गुनानन्द र युमा माङको कथा। फलाम सिंहले माइखोलातिर फर्केर युमा माङसँग माफी मागे। त्यस लगत्तै सर्वत्र सुगन्ध फैलिन थाल्यो। आनन्ददायी दिव्य बाजा गाजाहरू अर्थात् माङ बाजा बज्न थाल्यो। फलाम सिंहको शरीर हलुका भयो, मन प्रफुल्ल भयो। त्यही बेला माइखोलाको बीचमा एउटा आकृति देखियो। त्यो आकृति बिस्तारै बाहिर निस्कदै गर्दा फलाम सिंहका आँखा ठुला ठुला भए ऊ वाल्ल परेर हेरिरह्यो। पानीबाट बाहिर निस्किएको आकृति त एक दिव्य सुन्दरी पो रहेछिन्। सेतो सुकिलो आभूषणमा सजिएकी, मौलिक गरगहनाले सुसज्जित भएकी ती दिव्य सुन्दरी हल्का मुस्कुराउँदै ती बालक फलाम सिंहको नजिक आइपुगिन्। दिव्य सुन्दरी युमा माङले फलाम सिंहको शरीर सुमसुम्याउँदै सुमधुर स्वरले उनको पूर्व जन्मको बारेमा कुराहरू सुनाउन थालिन्। उनले पूर्व जन्ममा ती बालक एक ध्यानी ज्ञानी व्यक्ति भएको र उनले धेरै पुण्यको काम गरेको सबै कुरा सम्झाइदिन्। ती दिव्य सुन्दरी युमा माङले फलाम सिंहलाई सम्झाएका 5वटा मुख्य कुराहरू थिए। नम्बर 1, हत्या हिंसा गर्न नहुने। नम्बर 2, झुटो बदमासी बोल्न नहुने।
नम्बर 3 नारी जाति सृष्टिकर्ता भएको हुनाले उनीहरूको समाजमा उच्च सम्मान गर्नुपर्ने। नम्बर 4 कुल देवताहरूलाई बिहान बेलुकी चोखो नीतोसँग माग सेवा अर्थात् पूजा आराधना गर्नुपर्ने। र नम्बर 5 शिक्षा भाषा लिपि संस्कार तथा मुन्दुपको पुनरुत्थान गर्नुपर्ने। यी सबै ज्ञानका कुराहरू सम्झाएर युमा मागले भनिन्, हे बालक, तिमी भविष्यमा एक तपस्वी हुनेछौ, त्यसैले यी सबै सद्गुणहरूको अनुसरण गर्नु। यही कुरा भन्नको लागि मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ। यति भनिसकेर ती दिव्य सुन्दरी युमा माग फेरि मुस्कुराउँदै खोलातर्फ जाँदा सर्वत्र दिव्य माग बाजाहरू बज्न थाले। हावामा फूलको मिठो सुगन्ध फैलियो, आनन्ददायी धुन बज्न थाल्यो। अचम्मित भएका बालक फलाम सिंह एकछिन टल्ल परे। त्यसपछि उनी पनि दौड्दै खोलातर्फ गए। त्यस बेलासम्म ती दिव्य सुन्दरी युमा माग खोलाको बीचतर्फ पुगिसकेकी थिइन्। उनी त्यहाँ पानीमा चुलुम्म डुबेर त्यही लोप भइन् र यो दृश्य ती बालक फलाम सिंहले हेरि नै रहे, केही गर्न सकेनन्। Using Robinhood Gold to get 4% APY high-yield cash. You can also get a 3% match on eligible contributions into your IRA. Sign up now. Let this soft mineral melt in your mouth to rebuild your gums and teeth and never need a dentist again. Did you know there is a natural way to regrow teeth and gums that only 3% of the population even knows about? Scientists at the National Institute of Dental Research have invented a powerful sour liquid that can regrow teeth and gums almost overnight. How is this possible? This liquid contains microscopic healing ingredients that reach deep inside the gum pockets and in between. फलाम सिंह पानीभित्र पसेर ती दिव्य सुन्दरीलाई खोज्न थाले, तर खोलामा केही पनि नभेटी उनी नित्रुक्क भिजेर बाहिर निस्के। तर खोला बाहिर अद्भुत दृश्य देखा पर्यो। केही क्षण अघिसम्म निकै नै अँध्यारो भइसकेको भए पनि अहिले भने सर्वत्र उज्यालो भएको देखियो। उनले आकाशबाट मुन्दुमका ठुला ठुला मणिरत्न जडितले सुनौला अक्षरहरू खस्दै गरेको देखे। त्यसरी आँखा नै तिर्मिराउने गरेर खसेका तिनै अक्षरहरू पढेर फलाम सिंहले मुन्दुम पढे। त्यसरी ती बालक फलाम सिंहमा धार्मिक ज्ञानको बोध हुन थाल्यो। यसरी फलाम सिंह ज्ञानी भएर सपनाबाट बिउजे चाहिँ भए। रात बित्यो र बिस्तारै उज्यालो हुँदै गयो। उनको ज्वरो ठिक भइसकेको थियो र उनको शरीर हलुका भएको थियो। त्यही बेलामा फलाम सिंहलाई खोज्दै आएका मानिसहरूले उनलाई खोलाको किनारमा नै फेला पारे। फेरि भाग्ने पो हो कि भन्दै उनीहरू सबैले मिलेर घेरा हालेर फलाम सिंहलाई समाते। यो देखेर उनी मुसुक्क हाँसेर सोधे, मलाई किन समातेको भनेर। यो सुनेर मानिसहरू अचम्मित हुँदै प्रश्न सोध्न थाले, एकाएक बिरामी कसरी निको भयो भन्ने। अनि त्यस्तै तिमी रातभरि कहाँ बस्यौ, रातभरि के गर्यौ, अनि एकाएक घरबाट भागेर किन जङ्गल पसेको, अनि अहिले यो खोलाको किनारमा कसरी र किन आइपुगेको आदि विभिन्न खालका प्रश्नहरू उनीमाथि बर्सिन थाले। फलाम सिंहले गाउँलेहरूलाई शान्त रहन भन्दै उनले रातमा भएका सबै वृत्तान्तहरू कथा सुनाएको जस्तो गरेर सुनाए। गाउँलेहरू उनको अनुभवलाई मन्त्रमुग्ध भएर सुनिरहे। त्यसपछि सबै कुरा सुनाइसकेपछि उनीहरूसँगै फलाम सिंह पनि घर फर्के। घरमा पनि छोरा निको भएर आएको देखेर उनका आमा बाबु अत्यन्त खुसी भए। यस्तो के भयो, किन भयो भनेर उनीहरूले सोध्दा फलाम सिंहले भने, मासु बोकेर खोला तर्न नहुँदै रहेछ। त्यसपछि उनले आमा बाबुलाई पनि रातमा भएको सबै वृत्तान्त सविस्तार सुनाइदिए। त्यसपछि घर आएर बसेपछि पनि उनलाई घरिघरि रातको समयमा तिनै दिव्य पुरुष लिन आइपुग्थे। त्यसपछि फलाम सिंहलाई लिएर उनले खोलामा पुर्याउँथे र खोलामा घाँटीसम्म आउने चिसो हिउँदे पानीमा डुबाएपछि दिव्य सुन्दरी युमा मागले विभिन्न दिव्य उपदेशको साथसाथै मुन्दुमको शिक्षा पनि दिने गर्दछिन्। यसरी 8 वर्षको उमेरमै फलाम सिंह ज्ञानी भएर फाल्गुनानन्द नामले चिनिन थालेका थिए भन्ने किम्वदन्ती नेपालको पूर्वी पहाडहरूमा प्रचलित रहेको छ। यो त किम्वदन्ती मात्रै भयो, जुन कुरा ऐतिहासिक तथ्य होइन। ऐतिहासिक तथ्य चाहिँ महागुरु फाल्गुनानन्द लिङ्गदेनको जन्म आजभन्दा झन्डै 150 वर्ष अघि अर्थात् विक्रम सम्वत 1942 सालको कार्तिक 25 गते आइतबारका दिन इलाम जिल्लाको इभाङ 5 चुक्ची नाम्बामा भएको थियो।
उनी आफ्ना आमा बाबुका साइला छोराको रूपमा जन्मिएका थिए। पछि गाउँमा अरू युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्ती हुनको लागि गएका थिए। यसरी फौजमा भर्ती हुँदा उनले आफ्नो नाम फलामसिंह नभएर फाल्गुनानन्द भनेर दर्ता गराएका थिए। त्यस अघि नै फाल्गुनानन्दले 8 वर्षकै उमेरमा शिक्षा दीक्षा दिन सुरु गरेका थिए। त्यसबेला उनले हत्या हिंसा गर्न नहुने, झुटो बोल्नु नहुने, नारी जाति सृष्टिकर्ता भएको हुनाले उनलाई सम्मान गर्नुपर्ने र आफ्ना कुल देवतालाई सधैँ बिहान पूजा गर्नुपर्ने, मासु मंस तथा मदिरापान गर्न नहुने जस्ता कुराको ज्ञान दिने गर्दथे। पछि सेनामा रहँदा पनि उनले साँझ बिहान पूजा पाठमा आफूलाई व्यस्त राख्ने गर्दथे। त्यस्तै फौजमा पनि उनले एक ध्यानी, योगी अथवा तपस्वीको रूपमा सबैले चिन्ने गर्दथे। यसरी महागुरु फाल्गुनानन्द विक्रम सम्वत 1964 सालमा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना भएर 12 वर्षसम्म सेवा गरेका थिए। पछि विक्रम सम्वत 1971 साल साउन 13 गते पहिलो विश्वयुद्ध सुरु भएर 2075 साल कार्तिक 26 गतेसम्म चलेको थियो। सो युद्धमा 90 लाख सैनिकहरू र 70 लाख सर्वसाधारणहरू मारिएका थिए। त्यस पहिलो विश्वयुद्ध कालमा फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत रहेका थिए भने सो युद्धले मानिसहरूको मृत्यु मात्रै हुने, शान्ति स्थापना नहुने कुरा उनले त्यसपछि प्रष्टै बुझे। त्यसैले उनले बेलायती सेनाको जागिरबाट राजीनामा गरेर आफ्नो ज्ञानको प्रचार गर्ने निर्णय गरे। फाल्गुनन्दले किराँती जातिहरूका मौलिक धर्म संस्कृतिको बारेमा प्रचार प्रसार गर्नु भनेर ब्रिटिस फौजबाट राजीनामा दिएर भारतका विभिन्न प्रान्तहरूमा भ्रमण गरेका थिए। त्यस्तै उनले भुटानमा समेत भ्रमण गरेर त्यसपछि उनी आफ्नो जन्मस्थल पूर्वी नेपालको इलाममा आइपुगेका थिए। यी सबै भ्रमणमा उनले आफ्नो जात जातिको बारेमा, आफ्नो धर्मको बारेमा र असल आचरणको बारेमा प्रवचन दिने गर्दथे। आफ्नो लिम्बू समुदायमा फैलिएको सामाजिक विसङ्गति र विकृतिहरूलाई हटाउनुपर्छ भन्ने उद्देश्यले फाल्गुनन्द लिङदेनले विक्रम सम्वत 1988 सालको वैशाख 25 गते तत्कालीन 10 लिम्बुवान 17 थुम समाजका वरिष्ठ व्यक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिकै लेब्रेकुटीमा भेला गराएका थिए। सो भेलामा उनले किराँतहरूलाई आफ्नो वास्तविक धर्म छोड्न नहुने बताएका थिए। यसरी धर्म छोडेर जाँड रक्सी धेरै सेवन गर्ने गरेको र त्यसको कारणले मतिभ्रष्ट भएको उनले जिकिर गरेका थिए। त्यस्तै समाजमा थेक्नै नसक्ने गरेर चाडपर्व र विवाह आदिको भोज भतेर गर्ने प्रचलनको कारणले पनि आर्थिक समस्या परेको कुरालाई पनि उनले उजागर गरेका थिए। यसरी सामाजिक र आर्थिक हिसाबले समाजलाई गाँजेका विसङ्गति, विकृति र कुरीतिहरूबाट समाजलाई मुक्त गर्नुपर्ने कुराको लागि उनले एक योजना पनि प्रस्तुत गरेका थिए। उनले ती सबै अगुवाहरूलाई आफ्नो थुममा गएर सबैलाई सम्झाउने, बुझाउने र मौलिकताको पहिचान गराउने भनेर 10 मुद्दे लिखित मुचुल्का पनि जारी गरेका थिए, जसलाई सत्यहाङ मुचुल्का पनि भनिन्छ। यसरी सत्यहाङ मुचुल्कालाई हजारौंको संख्यामा उपस्थित रहेका अगुवाहरूले आफ्नो थुममा गएर आफ्नो आफ्नो मौलिक धर्म र संस्कृति बचाउको अभियान सुरु गरेका थिए। त्यस्तै फाल्गुनानन्दले किराँत धर्म प्रचार गर्नको लागि साँझ बिहान आफ्नो घरमा युमा सामाङको माङ सेवा गर्ने र सामूहिक रूपमा पनि माङ सेवा गर्नको लागि मेची र कुशी अञ्चलका विभिन्न स्थानहरूमा 7वटा माङहिम अर्थात् मन्दिर पनि बनाएका थिए। त्यस्तै उनले कुम्भकर्ण हिमाललाई किराँतीहरूका पवित्र धार्मिक तथा तीर्थस्थल मान्दै त्यहाँ पनि एक माङहिम मन्दिर बनाएका थिए। अहिले कुम्भकर्ण हिमालको फेदीमा रहेको सो माङहिममा भक्तजनहरू माङ सेवाको लागि ठूलो मात्रामा पुग्ने गरेका छन्। महागुरु फाल्गुनानन्दले आफ्नो मातृभाषामा शिक्षा दिनको लागि स्कुल खोल्ने पहल गरेका थिए। त्यस्तै मुन्धुम पठन पाठनको माध्यमबाट हजारौं भक्तहरूलाई उनले साक्षर बनाएका थिए। नेपालमा मातृभाषाको विषय उठान गर्ने नै महागुरु फाल्गुनानन्द भएको हुनाले र साथै उनले विक्रम सम्वत 1986 मा पुस्तकालय खोल्ने योजना बनाइरहेको बेला तत्कालीन राणा शासकहरूले उनी लगायत लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिलाई थुनेको पनि थियो। अहिले नेपाल सरकारले महागुरु फाल्गुनानन्दलाई एक राष्ट्रिय विभूति भनेर सम्मान पनि गरेको छ। यस अवसरमा प्रस्तुत फाल्गुनानन्दको बारेमा प्रचलित किंवदन्तीहरूको बारेमा तपाईँ के भन्नुहुन्छ?